नमस्कार, म सुरेन्द्र पोखरेल। यहाँहरू अहिले हेर्दै हुनुहुन्छ रियल नेपाल युट्युब च्यानल। विगत केही लामो समयदेखि यता म कार्यव्यस्तताको कारणले गर्दाखेरि भिडियो लिएर आउन सकिरहेको छैन। त्यही भएर आज लामो समय पछाडि म एउटा कविता लिएर यहाँहरू समक्ष उपस्थित भएको छु। यो कविता कस्तो लाग्छ यहाँलाई सुनेर कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु हुन यहाँलाई अनुरोध गर्न चाहन्छु। र यदि यो च्यानलमा नयाँ हुनुहुन्छ भने यस च्यानललाई सब्स्क्राइब गर्नुहुन, यो भिडियोलाई लाइक गर्नुहुन अनुरोध गर्दै म कविता वाचन गर्ने अनुमति चाहन्छु। कविताको शीर्षक छ कठै मेरो गाउँ। समय चक्रसँगै कठै मेरो गाउँ आजभोलि, समय चक्रसँगै कठै मेरो गाउँ आजभोलि, आवरण पुरानो लिएर नयाँ मान्छेको सोचको चङ्गुलमा, आवरण पुरानो लिएर नयाँ मान्छेको सोचको चङ्गुलमा त्यसै बिरानो भएको छ, त्यसै बिरानो भएको छ। अस्तित्व रक्षाका लागि ठिङ्ग उभिएको छ, अस्तित्व रक्षाका लागि ठिङ्ग उभिएको छ। पिता पुर्खाले गाडेको खाँबे घर त छैन अचेल, पिता पुर्खाले गाडेको खाँबे घर त छैन अचेल। तर आधुनिकताको पोलिस दलेर, तर आधुनिकताको पोलिस दलेर फुङ्ग उडेको देखिन्छ त्यो घर, फुङ्ग उडेको देखिन्छ त्यो घर। मोही पार्ने ठुलो ठेका त छैन अचेल, मोही पार्ने ठुलो ठेकी त छैन अचेल। बेरीमा दुध बोक्ने सानो भाइ, बेरीमा दुध बोक्ने सानो भाइ, हातमा पहेँलो जर्किन बोकेर, हातमा पहेँलो जर्किन बोकेर ग्वालाको पर्खाइमा माझ घरतिर, ग्वालाको पर्खाइमा माझ घरतिर अल्मलिएको छ, अल्मलिएको छ। हिजो र आजमा यति धेरै खाडल परिसक्यो, हिजो र आजमा यति धेरै खाडल परिसक्यो। भोलि पुर्ने माटो भेटिँदैन कि जस्तो छ, भोलि पुर्ने माटो भेटिँदैन कि जस्तो छ। डोजरले खनेको हिलाम्य सडक पनि, डोजरले खनेको हिलाम्य सडक पनि खाल्डो परिसक्यो, खाल्डो परिसक्यो। पुरानो गोरेटो बाटो पनि मेटिँदैछ थाहा छ, पुरानो गोरेटो बाटो पनि मेटिँदैछ थाहा छ। समय चक्रसँगै कठै मेरो गाउँ आजभोलि, आवरण पुरानो लिएर नयाँ मान्छेको सोचको चङ्गुलमा, नयाँ मान्छेको सोचको चङ्गुलमा त्यसै बिरानो भएको छ। अस्तित्व रक्षाका लागि ठिङ्ग उभिएको मात्र छ, अस्तित्व रक्षाका लागि ठिङ्ग उभिएको मात्र छ। धन्यवाद।